12वटा महिनाको फोल्डर फाइल अर्को फोल्डर पनि फोल्डर गर्नुहुन्छ। जस्तो BAISAK वैशाख एउटा फोल्डर भयो, फेरि राइट क्लिक फेरि न्यूमा जाउँ, फेरि फोल्डरमा जाउँ, अब जेस्ट हैन भनेपछि काम भयो त। अब वैशाख फोल्डरमा गएपछि फेरि हाम्रो भन्दा होइन अब 1 गते 3 गते कतै गएको छुट्टै काम गर्यो भने फेरि हामी काम गरेर फेरि न्यू भएर फोल्डर भएर अनि हामी यहाँ गएर 1 गते अब हामी आज 1 गते गरेका कामहरू सम्पूर्ण यो फोल्डरमा राख्न सक्छौँ। वर्ड होस्, एक्सेल होस्, पावर पोइन्ट होस्, फोटोसप होस्, अब 82 भित्र तीनटा फोल्डर फाइल भन्दा पनि फोल्डर चाहिँ छन् अहिले। अब फाइल बनाएर राख्नु पर्यो। मैले अलि भित्र गएर सिकाउनु गएँ मात्रै, नभए एउटा फोल्डर त फाइल राख्नु फरक भयो। अब म काम गर्दैछु, चाहे एक्सेल गर्नुहोस्, चाहे वर्ड गर्नुहोस्, चाहे फोटोसप गर्नुहोस्, चाहे पावर पोइन्ट गर्नुहोस्, चाहे तपाईँको फोटो राख्नु पर्छ, चाहे तपाईँको भिडियो राख्नु पर्छ, तपाईँको अडियो राख्नु पर्छ, जेसुकै राख्नु पर्छ, विन्डोज आर गरेर काम गर्न थालेपछि सेभ गर्ने तरिकाहरू डकुमेन्ट बनाउने। कहाँ सेभ गर्छ? आज 1 गते हो नि, फाइलमै जाने, सेभमा जाने। अब कहाँ छ हाम्रो टेक्स्ट? सबभन्दा पहिला हाम्रो फोल्डर कहाँ छ? डेस्कटपमा छ। के नाममा छ? 2000